गुड मर्निङ सबैलाई ह्याप्पी गुड मर्निङ नमस्ते जाउसाङ हाउस शुभ बिहानी। यहाँ चाहिँ मौसम चाहिँ यस्तो छ, यो हावा चलिरहेको छ, चिसो न चिसो होला। बाहिर चाहिँ निस्केको छुइनँ, म भर्खर उठेको। ऊ त्यो रुख नै हल्लिँदैछ, त्यो रुख पनि कहिले पौलिन्छ अनि हरियो हुन्छ है। अनि भन्दाखेरि मेरो चाहिँ खोर्सानी के यहीँ खोर्सानी चाहिँ भुर्कुट पलाइरहेको छ है। यसरी रोपे त पलाउने रहेछ नि। पोहोरको साल त म त अब तातो छ मौसम भनेर यस्तै भाँडामा लगेर माथि रोपिदिएको, चिसो पनि भयो होला, अर्कोतिर झरी आएर पखालेर लगिदियो है। अनि यस्तो पलाइरहेको छ, जग्गा चाहिँ छैन। अनि यो चाहिँ छुइदिँदा बास्ना आउने फुल हो। यो चाहिँ फुल त होइन, यस्तै के हो, मैले नाम राखिदिएको चाहिँ चाइनिज तुलसी। अनि यो चाहिँ के, यसलाई उखाल्नु कि नउखाल्नु कि के गर्ने भइरहेछ। राम्रो लहरा गइरहेको छ, त्यही भएर नउखालिदिएको है। अनि यहाँको मौसम चाहिँ यस्तो छ, यहाँ पानी पर्ला जस्तै छ, हावा चलिरहेछ। म चाहिँ साँच्ची कौसीमा जान्छु ल। मेरो कौसीमा त्यो के भन्छ, माछा, हिजो माछा ल्याएर चाहिँ राखेको, म चढेको छुइनँ, के गर्दैछन् गएर हाल खबर सोधिराख्छु ल माछालाई। कि मलाई माछाहरू त के हो, अब हावाले त उयो। म चाहिँ कौसीमा आएको है, हावाले पानी हल्लाइराखेको छ, त्यही भएर होला माछाहरू मुनि लुकिराखेको रहेछ, छैन। अप्प हावा चलेर हो, चिसो न चिसो हावा चलिरहेको छ है। मौसम त मेरो खोर्सानी बारीहरू मेथी छरेको थिएँ, अस्ति पानी आएर अलिअलि भिजाइदियो होला। ए माछा त ल, यिनले त माछा त फालेछ त ल। हिजो ल्याएको माछा है, बाँचेको जति यो भित्र हाल्यो होला। अनि त्यो मसिनो त यो बट्टामा ल्याएको थियो नि त यसमा। अनि मरेकोहरू चाहिँ मसिनो त सबै यहाँ लगाएको थियो, मरेकोहरू चाहिँ यहाँ लडाएको होला। ए मलाई फोटोमा चाहिँ देखाउँदै थियो, तिम्रो खोर्सानी बारीमा राखिदिएको छु, मल हुन्छ, माटोले मुनि खोर्सानी रोप्दा मुनि लगाइदिनु भयो नि। त्यो चराहरू कागहरू आएर काग त आउनु त यहाँ, त्यो अर्को काग जस्तै अर्को खाले चरा आउँछ होला, त्यसले लग्छ होला। माछालाई त यस्तो पो गरेछ त, खाँदैन के, त्यो उसलाई रहर मात्रै हो, फिसिङ गर्नु रहर मात्रै हो। पकाएर दिइहाल्यो भने अलिअलि चाख्छ, अनि त्यो उसलाई रहर मात्रै, एउटा सोख मात्रै हो। अछु चिसो, हेलो चिसो छ है। म चाहिँ गएँ ल, मुनि गएर बरु के खानेकुरा खान्छु। चिसो, म चाहिँ भर्खर उठेको छु है, मुनि जान्छु ल म। आछु हावाले, हावा नचले तातो हुन्छ कि, एकदम चिसो हावा चलेर। ल म मुनि गएँ ल। लौ त बाबा, म चाहिँ कौसीबाट पनि मुनि आइसकेँ। कौसीबाट चाहिँ मुनि आएँ है, घरभित्र छु अहिले चाहिँ। ए यो मैले अस्ति के अरे त्यो मुलाको भुजुरीको अचार बनाएको नि त है, फ्रिजमा हालिराखेको थियो, कसले खाने र, यस्तो पो भएछ। अब घुयेत्रो त होला नि यो पनि। मैले चाहिँ सिकेको मात्रै नि त, मेरो सासु मम्मीले चाहिँ मिठो बनाउनुहुन्छ, अनि सबैले खान्छौँ। उहाँले चाहिँ अनि यस्तोहरू बनाएर सिसाको बट्टामा राख्नुहुन्छ क्या। अनि मैले चाहिँ त्यतिकै, अनि मैले बनाएको चाहिँ चलाइदिँदैनन् कि, यसले नेपाली तरिकाले उसको नेपाली खानाहरू बनाएको होला भनेर चलाउँदैनन् के। त्यो फ्रिजभित्र भएको पनि उसको नेपाली तरिकाको स्टाइलको भनेर, अनि त यस्तो भएछ सुकेर कुनै। अनि मैले चाहिँ के, यो हिजो ल्याएको तितेपाती है, यसलाई चाहिँ म चाहिँ खानेवालामा छु है, सलाद जस्तो। अरूको चाहिँ खै मेरो सासु मम्मीले सागहरू बनाउने भन्दै हुनु, सागले त्यो ठुलो मोमो बनाउने। अनि त्यतिकै पनि मेरो सासु मम्मीले त त्यतिकै पनि खाइसक्नु भयो। यसलाई चाहिँ मजाले नुनसँग राखेर एकछिन राख्ने, नुनसँग 5 मिनट जति पानीभित्र,
अनि त्यहाँबाट मजाले धोएर यस्तै सलाद अनि कलिलो छ नि त त्यही भएर म चाहिँ हल्का तातो पानीमा राखेर खानु पर्यो भन्दैछु किनभने तातो पानीमा राख्यो भने चाहिँ यसको तितो जाने हो हैन तर बास्ना चाहिँ रहँदो रहेछ तितो चाहिँ जाँदो रहेछ के अनि तर यो कलिलो छ यसको त तितै चरेको छैन के उसको बोटमा तितो नै चरेको छैन किनभने कलिलो न कलिलो छ नि त यो त मुनि भुइँभित्रबाट अलिकति माथि यति मात्रै देखा परेको नि त मुनिबाट सट्ट चक्कु लगाउँदै मुनिबाट माटोभित्रबाट काट्दै ल्याएको हो नि त खुसी हुनुभएको छ मेरो सासुआमा अनि ऊ पनि जाने भनिरहेको थिइन् कुन दिन मलाई नै जाउँ हिँड्न भन्छन् कि साथीहरूलाई उसको मेरो सासु मम्मीको साथीहरूलाई भनेर जानुहुन्छ कि एक खाले मिलेर जानु रहर गरिराख्नु भएको छ यो देखेर के अनि ल म चाहिँ यसलाई बनाएर खान्छु है त हेलो हाई नमस्ते म चाहिँ डक्टरकोमा गएँ डक्टर भन्दा नै त्यो जडीबुटीको डक्टरकोमा लग्यो मलाई चाहिँ अनि सबै चेक गर्यो तर सबै नाडी छामेर क्या अनि म पनि भनिदिएँ ढाड दुख्छ भन्दा पनि भनिदिएँ है अनि सबैको दबाई चाहिँ लेखेर त्यहाँ दिइराखेको छ भरे 3 बजे चाहिँ दबाई लिनु बोलाएको छ झोल बनाएर दिन्छन् नि त अनि अब त्यो खान्छु अनि कस्तो हुन्छ यहाँ पनि घरिघरि चाहिँ ठिकै जस्तो हुन्छु फेरि बिग्रिन्छ क्या आफै के भएको हो है अनि म चाहिँ आएर चाहिँ मोमो हो मोमोमा यो सिमी पनि लगाएको छु है मैले चाहिँ सिमी पनि लगाएको छु अनि सिमी अनि यो चाहिँ एक समुद्रको के भन्छ नेपालीमा नाम के भन्छ यसलाई अनि यो क्या यो त्यसको सुपमा सिमी पनि लगाइदिए मोमो पनि लगाइदिए अनि पाती चाहिँ यो तितेपाती चाहिँ यो है तितेपातीलाई चाहिँ मैले चाहिँ मेरो सासु मम्मीले चाहिँ म चाहिँ बोल्दै थिएँ कि अर्कोले पनि पातीसँग खान्छु भन्दै आयो कि अनि म चाहिँ त्यहाँ रेडी गरिदिइराखेको यस्तै अनि के भन्दै थिएँ बिर्सेँ है यहीबाट सुरु गरेँ त्यहाँबाट डक्टरलाई चाहिँ देखायो अनि देखाएर चाहिँ दबाई चाहिँ 3 बजे लिन आउनु भनेको छ 3 बजे ल्याइदिन्छन् होला दबाई अनि म चाहिँ अब चाहिँ खान्छु है यहाँ चाहिँ चाइनिज किनिमाको अचार छ अनि यो पाती कोले छु अनि म चाहिँ के खानु लाग्दैछु भने यो चाहिँ रोटी हो है यो चाहिँ यहाँको होइन यहाँदेखि अर्को प्रान्तको रे अनि मिठो छैन यो त भनेको मैले मेरो सासु मम्मीलाई अनि यहाँको चाहिँ चिनी हालेको हुन्छ र हल्का गुलियो हुन्छ उताको चाहिँ केही हालेको छैन भन्दै थियो यसलाई चाहिँ के गर्नु रे भने मेरो सासु मम्मीले त्यसरी खानुहुन्छ अब यो पात के भन्छ यो पाती बटारेर पनि खाँदा हुन्छ होला हुनु त होइन यस्तो पारेर म चाहिँ देखाउँदै मात्रै छु है राम्रोसँग चाहिँ होइन सबै यस्तो गरेर राखेको पनि यसरी चाहिँ यो स्प्रिङ अनियनसँग यो चाहिँ स्प्रिङ अनियन होइन यस्तो गर्नु रे अनि यो किनिमाको अचार चाहिँ चोबेर खानु रे कि यसरी भन्नुहुन्छ यो चाहिँ मकैको हो नि त खासमा यो पिठो चाहिँ अनि पातीसँग पनि डल्लाउँछ है त यहाँ चाहिँ मकै मन नपराउने मात्रै छ मेरो सासु मम्मी मात्रै मन पराउने मकै किन रे भने मेरो सासु मम्मी चाहिँ अब चाइना त पहिला त गरिब थियो अनि कालले त्यस्तै भुर्कुट भाकोहरू अनि काल लागेर होइन अनि गरिब अनि मेरो सासु मम्मीको बुवा चाहिँ त्यस्तो बेलामा अलिक राम्रै पदमा हुनुहुन्थेछ होइन अनि यस्तो अब सबै सरकारीकरण गरेपछि त अब धनीहरूको जग्गाहरू पनि अब टन्नै थियो होला थियो रे धनीहरूको जग्गा जमिनहरू सबै सरकारीकरण भएपछि त त्यो धनी मान्छेहरू त त्यही उनीहरूकै
जमिनमा खेताला जस्तो नोकर जस्तो भयो नि त जति उब्जाउँछन् सबै सरकारलाई बुझाउनु पर्ने रे हैन अनि चिल्लिए अनि त्यसरी सरकारलाई बुझाउनु पर्थ्यो रे जति जति कमाई गरे पनि जति अन्न कमाई गरे पनि सरकारलाई बुझाउनु पर्थ्यो रे अनि त्यहाँबाट चाहिँ सरकारले चाहिँ अट्कलेर दिन्थ्यो रे नि त जतिजना फ्यामिली परिवार छ त्यति त्यति त्यस्तोमा चाहिँ मेरो सासू मम्मीको बुवा चाहिँ त्यस्तोमा हुनुहुन्थ्यो रे त्यस्तो दिनेमा क्या अनि सासू मम्मीहरू त जहिले चामल मात्रै खानु पाउने मकै चाहिँ खानु नपाउने रे क्या अनि त्यही भएर मेरो सासू मम्मी चाहिँ मकै मन पराउनुहुन्छ अनि मकैको यस्तोहरू किन्नुहुन्छ मकै उसिनेर खानुहुन्छ है मकैको मोमोहरू बनाएर खानुहुन्छ अरूले चाहिँ कोहीले खाँदैन त्यसपछि म ल खाएँ ल खाउँछु ओके ल हौ बाटीमा बेरेर खाएको पनि मिठो हुँदो रहेछ छु मन पराउँदैन क्या मलाई त साँच्चै मिठो पो लाग्यो त भोलि जाउँ कि के हो फेरि पछि त अलिक बढिहाल्छ है ठुलो भइहाल्छ मेरो सासू मम्मी जानु खोज्दैछिन् भोलि जाउँ भनौँ कि के तर उसको साथीहरूसँग जाने हो कि खाउँछु म मिन्थ्या छु नित्या उयो आइजावा चाहिए what do you like to do? You tell your mother also. Huh? You know you want to. यसको जरा नै मुनिबाटै काटेको नि पुस्याङ्छु पुजौ okay because they have water also for you fishing maybe you like to other big river toi budai
हिजो हेर्छु Very long, too long. We have to look at meantime. This is 37. Meantime. Today I use study. Agayo, bye-bye, huh? Agayo. के अरे तिते पाती त यति छ यो पनि खाइसक्ने होला मिठो मलाई त फेरि जानु मन लाग्यो पर्सि चाहिँ म भ्याउँदिनँ पर्सि काम छ भोलि चाहिँ काम छैन तर चिसो छ क्या हेरौँ भोलि